के तपाईलाई पनि चिकन चिल्ली बनाउन मन छ भने सुरुमा मासु लिनुहोस्, मासुलाई रोस्ट गर्नुहोस्, अन्डा घोलेर 30 मिनेट राखेर रोस्ट गर्नुहोस्। रोस्ट गरेर यस्तो बन्छ। त्यसपछि तेल तताउने, थोरै बेसार, त्यसपछि थोरै लसुन हालेर थोरै चलाउनु। ग्यास सानो बनाएर त्यसपछि थोरै जिराको दाना, यो हल्का रातो भए पछाडि त्यसपछि बिमान ग्यास चाहिँ सानोमै छोडिदिनु। 30 सेकेन्ड जति बिमान भुटे पछाडि प्याज, बिमानकै साइजको प्याज चाहिँ चाँडो पाक्ने भएर 30 सेकेन्ड ढिलो हालेको। मासुमा पहिले नमक हाले भएर यो बिमान र प्याजको लागि मात्रै थोरै नमक, स्वाद अनुसारको, थोरै नर्मल मिक्स मसला। त्यस पछाडि ग्यासलाई हल्का ठुलो बनाउनु। त्यस पछाडि प्याज हल्का रातो हुने बेलासम्म यसलाई फ्राई गर्नु, लगभग 1-2 मिनट। अब प्याज हल्का रातो देखे पछाडि यसमा यो फ्राई गरेको मासु एड गर्नुहोस्। मासु एड गरेपछि यसलाई मिक्स गर्नुहोस्। त्यस पछाडि काटेको गोलभेडा हाल्नुहोस्। काटेको गोलभेडा 2-3 हाल्नुहोस्। अब हामीसँग काटेको गोलभेडा नभएर म चाहिँ टमाटरको मिक्स हाल्दैछु, जुन चाहिँ यो छ। लगभग 2-3 बराबरको हाल्दैछु। त्यस पछाडि फेरि मिक्स गर्नुहोस्। त्यस पछाडि त्यो मिक्स गरे पछाडि केचप, जुन चाहिँ मिठो गुलियोवाला केचप, चाउमिनमा हाल्ने केचपहरू पाउँछ, त्यो केचप ल्याउनुहोस्। केचप हाल्नुहोस्। टमाटरको पेस्टभन्दा हल्का बढी हाल्नुहोस्। हल्का गुलियो टेस्ट निकाल्ने हिसाबले अलिक बढी, टमाटरको लगभग डबल अथवा 1:1.8 बराबरको। त्यस पछाडि फेरि यसलाई मिक्स गर्नुहोस्। त्यो सबै मिक्स गर्दाखेरि चाहिँ ग्यास चाहिँ अलिक सानोमा पार्नुहोस्। अघि नै बढाइसकेको ग्यासभन्दा अलिक सानो। इन्ग्रेडियन्टहरू मिक्स गर्ने बेला जहिले ग्यास सानो गर्नु, किनभने बिस्तारै इन्ग्रेडियन्ट मिक्स गर्न सजिलो हुन्छ। त्यस पछाडि यसमा हल्का पानी मिक्स गर्नुहोस्, लगभग यति जति। पानीले चाहिँ हल्का कलर आउँछ र अलिक मिक्स गरेको सबै ठाउँमा जान्छ सामानहरू। यो चाहिँ पानी सुक्ने बेलासम्म मिक्स गर्नु, पानी हालिसके पछाडि। त्यस पछाडि तपाईँको चिकन चिल्ली तयार हुन्छ। त्यस पछाडि रेडी भयो तपाईँको चिकन चिल्ली। यसरी चाहिँ तपाईँले चाहिँ मासु चाहिँ आफूलाई मनपर्ने बोनलेस अथवा बोन विथ बोनवाला मासु ल्याएर घर